गुड आफ्टरनुन। आज चाहिँ म भिडियो अपलोड गर्नु अलिकति ढिलो भएँ र हेरौँलाई आज मेरो कति उयो भएछ। बिहान मैले गर्दा त 65.90 यस्तै नै देखाइरहेको थियो। अब फेरि है अब अहिले के गरिसकिसकेँ, खाइ पनि सकिसकेँ, तर अब बिहान बेला त्यतिकै भएर हतार भएर भिडियो बनाउनु पाएन। अब चाहिँ हेरौँ है। बिहानको जति नै रहेछु अझै बढी छु है, तर अब त्यस्तै हुन्छ कहिलेकाहीँ। र पनि रिजल्ट नट ब्याड साथीहरू, एकदमै रिजल्ट छ है। मैले 1 विक च्यालेन्ज लिएको चाहिँ सेल्फ च्यालेन्ज लिएको कारण चाहिँ पहिला धेरै वर्कआउटहरू गर्थेँ, एक्सर्साइजहरू पनि गर्थेँ, तर पनि म घट्न सकेको थिइनँ। खास कारण चाहिँ के रहेछ भनेर आफ्टर 7 डेज बाद भन्छु म तपाईँहरूलाई है। अहिले पनि मेरो वेट हिजो 66.90 थियो, अहिले 65.95 देख्नुभयो तपाईँहरूले। मलाई एकजना दिदीले भन्नुहुँदै थियो, मेरो दिदीले यसरी मतलब छिटो वेट लस भएको राम्रो होइन हेल्थको लागि भनेर। सो म चाहिँ दिदीलाई पनि भन्दैछु, दिदी एक्चुअली मैले चाहिँ खालि त्यो अलिकति खाना कम गर्दैछु र म के उयो गर्दैछु आफ्टर 1 विक चाहिँ म भन्छु नि है। ल नसुर्ताउनुहोस् दिदी, मेरो लागि थ्याङ्क यू है कन्सर्न हुनुभएकोमा। सो सबैलाई हेभ अ नाइस डे साथीहरू, बाई बाई।